सुन्तला खान जाने आइसक्रिम खाने होला नि त्यस्तो मेमोरी छैन त्यो बुझ्ने भएको छैन कतिजना अट्छ 2 4 6 8 जना अट्ने रहेछ त नि नेपालमा त 10 जना अट्छ मजाले भाइ 10 जना 15 जना अट्छ नेपालमा लास्ट हुन्छ ल कहाँ हिँडेको अरे अङ्कल काँचो सुन्तला खाना भनेछ के काँचो सुन्तला त्यस्तो काँचो थाहा भयो भने जानी सुन्तला त सिजन हुन्छ भाइ जाम्न त के ए सकिन्छ हो अझै भएन होला टाइम त जाम्नु त भाइ यहाँ होइन चलाउनु पर्छ कस्तो आयो चाहिँ मजाको आएर रहेछ हौ हेर्नु न सोह्रको क्वालिटी त्यो त को हात दिएर थाहा हुन्छ चस्मै बिर्सेछु म त्यसको मोबाइल नम्बर त माया गरे हौ के त्यो काम त हुन्छ सञ्जयलाई भनेको छु भन्छ त मलाई मेसेज गर्छ त सञ्जयलाई मेसेज गरेको छु आज चाहिँ काँचो सुन्तला खान जाने रे कसको फेरि के तपाईँ जाने कि हिमाल जाने काममा सबैजना हाल्यो भन्थ्यो अघि त्यही भन्थ्यो त तपाईँ पनि तपाईँहरू काम सोमबार मङ्गलबार जुत्दैन बिहान मेरो त आइतबार त्यसरी थियो क्या ऊ आफैले फोन गरेको मलाई कुन सिफ्टले तपाईँको शनिबार आइतबार अनि बिहिबारै कुन रहेछ भोलि फिक्स गर्छ रे मैले सञ्जयलाई फोन गरिसकेको छु मेसेज गरेको मलाई केही भने छैन क्या मेरो नाम त्यसै याद तपाईँ मेसेज गरेको छु भनेर ऊ हिमाल पनि छ बोले सुन्या के बोले सुन्या थाहा छैन सञ्जयलाई मेसेज गरिसकेको मोबाइल खोज्नु त फेरि बाहिर हेर भन्छ तिमीले बन्दुक ल्याएन के प्लेन हो क्या त्यो के किरा जस्तो उडेर गयो भर्खरै उहाँ के ऊ त्यो ए यहाँको माथिको प्लेन हो खेत माथिको प्लेन हो कि ए म त हामी माछाको मन जान्थ्यो नि त्यो बाटोमा थियो नि यहाँको प्याराग्लाइडिङ गर्न मिल्दो रहेछ नि यो त एरिया प्याराग्लाइडिङ उहरू हो कि भाइ ड्रोन उडाउने एरिया हो कि यो एरियामा पाउँछ यहाँ ड्रोन उडाउँछ क्या शीतलै भएर चाहिँ अनि प्याराग्लाइडिङ जानु भने हामी नमाथि 2 दिन कता दिन गर्ला यहाँ तपाईँको उ गर्छ ड्रोन उडाउने एरिया त हो यो एरिया खेत पुरै यो त नाटक यो गाडीको नाम के हो रे सेरिना सिरिना कि सेरिना सेरिना पढ्दै त जे पनि हुने रहेछ भाइ यहाँ त्यही जाप्ने पढेन कसरी पर्छ खोइ कतिजना अट्ने रे 8 जनाको गाडी ड्राइभर हो के हो तपाईँ जोबाट भनेको होइन हाम्रो कुरा दाइको मेरो कुरा के भनेर निस्कियो भने काममा निस्केको क्या दाइ कुरा त होइन हामी जानुपर्ने ऊ त्यो डाँडा कति घन्टामा पुग्छ जुम गरौँ है कतिसम्म जाँदो रहेछ यहाँ खास धेरै त नजाँदो रहेछ मान्छेलाई यो गाडी मन परेको पैसा तिर्नुपर्छ खाएको मेरो अङ्क कान्छामा अघि तल त्यसै फ्रीमा दिने होइन कति तिर्नुपर्छ भन्नु खोजेको त्यही घन्टाको 400-500 हो घन्टाको पो यो कम्फर्ट हुन्छ चलाउँदा यस्तो ठुलो गाडी लिने भनेको 20 तारिक हो भाइ आउँदो स्याटरडे के चाहिँ नेक्स्ट स्याटरडे हुन्छ नि आउँदो स्याटरडे के के हानाबी छ के कहाँ
यही खेत बारी यही बाटो जान त पर्छ खाना भन्छ बेलुका दिउँसो त कहाँ पटाएको पटाएको देख्छ त केटा यार लन्च र बियर भन्न मिल्दैन नि त यार डिनर र लन्च भन्न मिल्दैन नि त्यस्तै हो कि यारिका त एउटै हो ठुलो भने मात्रै अलिकति ठाउँ स्पेस खान्छ भने मात्रै यो फेरि ठुलो चाहिँ फ्यामिली धेरै हुन्छ ठिक हो क्या कति कम्फर्टेबल हुन्छ कति तपाईँको यस्तो हुन्छ कि जस्तो अब यो फ्यामिलीमा 6 जना भयो यो 5 जना भने एकजनालाई छोड्नै परेन त त्यो छोड्नेलाई नमजा हुन्छ कि बडो भाइ अनि त्यो पनि हो घुम्न जाँदाखेरि चाहिँ एउटै गाडीमा यसो गफ गर्ने अनि अब कम्पनीहरूमा सिसा कस्तो मजाले टल्कियो आफै रिफ्लेक्ट भइरहेको त मैले त सिसा तर टल्किने सिसै हो के क्यास देख्यो यो दुइटै पहिलाबाट थियो भाउजू थियो यो दुइटै यो चाहिँ टिभीहरू सेभेन पाउने यता मोबाइलहरू यो हो के यो त क्यास देङ्गी हजुर लसो तपाईँ अब यो थिएन यसो चाडपर्व यस्तोहरू त नखाने मान्छे यो त क्याम्पेन होइन त होइन खानेकुराहरूको बनाइरहेको छ क्या हजुर त्यो त आएन माछुरीको भन हलोविन पनि आउँछ त्यसको पनि हो कि अस्ति हामी भाइ हामी गएकोमा चाहिँ काम हुन्छ यो जिप हेर्न यति पुरानो छ सेतो जिपले यो गाडी आउँछ होला उयो सेतो जिप हो नि त महँगो भन्छ नि भाउजू यस्तो जिपहरू कुन जमाना हेर्दाको खटारा छ खटारा छ नि त होइन मान्छेहरू जापान भन्छ जापानमा खै के छ हौ गयो त केही देख्दिनँ जापानमा पान छ भाइ के छ पान इन्डिया भयो पान सुर्ती भन्थ्यो जापानमा पान मात्रै छ यही हो दाइ हामीले यताबाट जाने क्या तामादो भनेको क्या यही त हो यही त हो अगाडि ए ऊ नि खै कहाँ उयो घर जस्तो ऊ सिधा अगाडिको यो तामादो यही हो यो घर जस्तो ऊ त्यो अगाडिको ऊ त्यो रातो देखेछ नि त्यो तामादो यही हो कि ए ऊ त्यो यो होइन ऊ तलबाट ऊ देख्यो ऊ रातो ऊ ए ऊ हा त्यो तामादो यही हो कि खै कहाँ के हो तामाको एकीको यहाँ त के भन्छ ट्रायल भन्दै त अगाडितिर पहिला मैले काम गरेको ठाउँ त 36 त भयो नि 36 वटा इन्स्टलमेन्ट भर्नु पर्यो के भरे आउँदा सबै भइसक्छ भरे अहिले एकछिनै फर्स्ट सक्छ फर्किन आउँछ त्यो भइसक्छ म त होस् के दाइ होस् त घर कि ठ्याक्क जङ्गलको बिचमा खेत पनि टक्क मजा लाग्छ किन आनन्द बस्ने खै एउटा श्रीलङ्कनसँग स्कुटरहरू छ भने खै जाने कुरै गर्दै मेरो बाटो नम्बर दिएको सानकाले दिएन नम्बर त्यो स्कुटीको उसले बिजी रे आज होइन त्यो मैले फोन गरेको कुरा गरेको क्या तपाईँले अनि त्यो स्कुटी आएपछि म बोलाउँछु 2 दिन मानको भन्थ्यो क्या ठ्याक्कै भने तपाईँको र मेरो सिफ्ट चाहिँ मिलाउनु पर्ने थियो तामादो सँगै जान आउनु हुने गरी तामा दामसँग भ्याउँदै भन्नु म त फेरि दौडेर बच्चा लिन जानुपर्छ के ए त्यही भएर त हो होइन त तल मलाई छोड्यो भने घाँसी के अन्त ऊ त छोड्नै मिल्दैन तल जाँदा फेरि 5:30 नागिजान्छ नि त बुझेन कुरा 5:30 त छुट्टी होइन र 8 to 5 हो ए नभए एउटा स्कुटर पाएन भने एउटा खे गाडी भयो भने लिनुपर्छ स्कुटर म खोजिदिन्छु जस्तो नि उचालेको अलि भरमा सोध्छु के एउटा ठाउँमा अब काम धेरै भएपछि त यताउता दौडिरहनु सोधिहाल्छु गाडीको उचालेको छ 2 दिन ठाउँमा सोधेन ए डाँडा होइन सुन्तला खाने खोइ कहाँ सुन्तलै देख्थ्यो नि त अनि यहाँ सुन्तला देख्छ नि को सुन्तला आइफोन 19 को रिकर्ड तोड्न लागेछ क्या यार सुन्तला देख्न भन्छ यार यहाँ सुन्तला देख्छ भन्छ होइन सुन्तला बगान छ भने त देख्नु पर्यो लटरम्मै देख्छ नाति माथि डाँडामा हो कि माथि डाँडैमा
भन्ने गीतै छ नि उहाँ टुप्पोमा जस्तो छ उहाँ पर्न लागेको छ हेर्नु नपाए नि हेरिसक्यो त्यो सुरुमा नहेर भन्नु पर्छ मलाई जस्तो पुरुङ जस्तो नगर न सन्जय जस्तो हिजो कि अस्ति त्यो बहिनी बिर्समा टिचर ऊ आफैले बनाएको थियो हामी त अब यतै सोध्छौँ त जान्न कि खाना खाना म खाना खाना भनेर भाग्छ यहाँ सन्छ यहाँ मलाई यस्तो त्यो त कस्तो रहेछ त्यो मैले आफैले बनाएको कि तपाईँ एउटा खानु त्यो दाइले एउटा दिँदै चाहिँ छोडेर बाहिर पालेछ खाएको त मिठो र कम कम खाएँ छिन्नी होला जस्तो लाग्यो उल्टो बाटो यहाँ जङ्गली जनावरहरू आउँछ अरे एउटा त गाडीमै छ यहाँ जङ्गली जनावर राम्रो रहेछ त ठाउँमा यार कम्पनीमा क्या मजा कम्पनी भेट्दैन त अब हँ कम्पनी छैन यो डाँडामा कम्पनी कहाँ हुन्छ होटल भयो मर्थ्यो अब कम्पनीमा कम्पनीमा छिर्नुपर्छ कम्पनी त छुट्टिँदैन उल्टो बाटो आएर जस्तो लाग्छ न आफूले उताबाट छोडेको के बाटो उताबाट हो म उल्टो बाटो आएको छु म फर्काउँछु उल्टो भित्र हालेको जस्तो लाग्थ्यो मैले आफूले यता पनि जान्छ होला हिँड्नु न यता पनि जान्छ यहाँबाट यसरी लाग्छ लेक्सस शोभा लेखेको के हो कहाँ वन यो बाटो बोटिङ गरेछ जानुहुन्छ यो त भेट्ने रहेछ त्यो बाटो क्या शीतल हावा केही रहेछ क्या सबैले गाडी चलाउनु ए यो बाटो यहाँबाट माथि नै जाने हो सिधै हो उता जान्छ कि म यो बाटोबाट आउने हो दाइ यो बाटो आउनु यो बाटोमा भेट्थेँ कि यो बाटो भेट्थेँ अघि म आएको यो बाटो छैन खै केही छैन हरियो भयो नि त होला यार फ्ल्यागहरू लगाउँथ्यो क्या पहिलोपल्ट सुन्तला पाकेन फ्ल्यागहरू हुन्छ क्या यस्तो बाटो छ खाना त मिल्छ होला क्या गऱ्यो भने त अड्छ किन यत्रो ट्रक छिड्छ यहाँ यही खाना अहिले आउने बेला खिच्नुपर्छ छुटेको भन्छ यो त मुनिबाट नै पहेँलो देख्नु पर्ने थियो डाँडा पाक्ने बेला त कतै रातो देख्ने रोकम ए यहाँ सबैमा खानु मिल्ने हो पैसा तिर्नै खाने
जता नि पछि फेरि खाने घन्टाको 3-350 थियो पोहोर आउँदा अहिले 2 वर्ष अगाडि आउँदा अनि धेरै भयो 400-500 नै भयो त्यो पहिलोचोटि नेपालमा सर छोडेको कुकुर देख्यो साउसँग छ त त्यो सँगै तर हाम्रो घरमा पनि छ हौ एउटा छोडेको कुकुर त जति बेला नि बाबालाई पनि जस क्या हैं? बाबालाई पनि जस क्या तपाईँले जो लगाने नि भयो नि मैले को लगाने कसलाई के थाहा नजर त दिइरहेको नरिसाउँ त है गोविन्दले हाम्रो एउटा 2टा कुकुर छ एउटा कुकुर नि हो अब घर कतिको छ त्यो बगिसकेको गाडी ठोक्दाखेरि कुन ठाउँ आइपुग्यो कुन ठाउँ हुस्सु लाग्यो अब चाहिँ यहाँ हुस्सु लाग्नु थाल्यो है अब चाहिँ मैले फेरि सर्व नभेट्ने कुनै नो पार्किङ यो त घुम्ती भएर हो कि मलाई थाहा भएन भाइ मान्छेको माथि पुगेर आइरहेछ कस्तो संजोगले पनि त्यो ठ्याक त्यो यस्तै ठाउँमा भेट हुने भयो गाडी पनि भेट होइन ठ्याक्कै फराकिलो बाटोमा भेट हुने मिल्छ एउटाले ब्याग गरेर चलाउने मान्छेलाई भन्दा बस्नेलाई पिर परेछ अब चाहिँ सकियो हुँदो रहेछ बाटो ठिकै छ मैले भने अघि पहिले यस्तो चाहिँ माथि जानु हुँदैन त्यो के किन फर्किया लौ मुनिको फुस्कियो अब हामी यहाँ रोकियो यो मास्कको लगाइदिनु हुन्छ के भएको भन्दा उ त्यो यस्तो ठाउँमा आएर फसियो लहडी भन्दा कहाँ लहडी हुन्छ गयो भाइ गेली हाल्नु होइन यो हुन्छ नि यो नट यसको दुलोको नट खसेको हो कि अब त कहाँ लगेर पेरुकुम गएर हाल्नु के को हाल्ने अब पेरुलो कहाँ खोज्ने अहिले त्यो उसमै पाउँछ त्यो तपाईँको कम्पनी जाने बाटोमा पक्नै यो डोरी लाउँछु जाँदै हालेर जाउला अब खुल्दैन अहिले त कता नि ओछ्याउने कुरा केही छैन त त्यो पनि त्यस्तै यसको यहाँ भयो यहाँ छोरा चाहिँ हुन्छ अप्ठ्यारो होला नि बाल कुरा गर्न यस्तो ठाउँमा देखिरहेको गाडी पनि हेलो ओइ हेलो ए तिम्रो नाम के हो नाम आए हेलो नट खसेको कि होइन त्यहाँबाट फेरि गाडी बनेर हिँड्दैछ कस्तो लाग्यो त भर्खरको एक्सपिरियन्स एक शब्द बोलिदिउँ हिँड्यो लौ हामी माथि चढ्यो अब तल जाने खायो खाएर भनेछ क्या